चस्माहरूको दुनियाँमा छुट्टै पहिचान बनाउन सफल स्पोर्टी सनग्लासेसहरू हामीसँग फेरि पनि रिस्टक भइसकेको छ। त्यो पनि दामी दामी क्वालिटीमा यस्तो खतरा खतरा आइटमहरू हामीसँग फेरि पनि रिस्टक भइसकेको छ। जस्तै देख्न सक्नुहुन्छ ड्युबेरीका आइटमहरू, यिनीहरू यो चाहिँ मर्क्युरीमा यस्तो दामी आइटमहरू यिनीहरू चाहिँ अन्य भेराइटीहरू झरिरहेको छ हामीसँग स्टकका स्टक। अनि यसमा चाहिँ अलिकति फरक कलरको यो वाला लगाउन एकदम कम्फर्टेबल छ। जस्तै म तपाईँलाई लगाएर देखाउँछु गइरहेको छु। यो आइटम यस्तो दामी आइटम हो, एकदमै डिमान्डेड। बजारमा अहिले पछिल्लो समय यो पुर्याउन पनि गाह्रो भइरहेको छ। कलर बबाल छ यो आइटम चाहिँ। यस्तैमा अलिकति फरक कलरको हामीसँग अर्को पनि छ। जस्तै ब्ल्याकमा यो कलर अहिले युवा पुस्ताहरूको लागि एकदमै चलिरहेको कलर हो। यो चाहिँ एकदम मोस्ट डिमान्डेड चस्मा हो यो चाहिँ। अनि त्यसमा फरक फरक कलरहरू हामीसँग यो कलर पनि छ। कसैलाई अलिकति फरक फरक एक्स्ट्रा कलर लगाउन मन लाग्छ भनेर यो चस्मा एकदम बेस्ट छ। अनि त्यस्तैमा अर्को ड्युबेरीको आइटममा यो आइटम पनि छ, अलिकति छुट्टै कलर छ यो पनि। यसमा भयो हामीसँग ड्युबेरीका फरक फरक कलर अप्सनहरू। अनि त्यस्तैमा मेट्रिक्समा पनि छ स्पोर्टी सेपमै यो वाला। ट्रेकिङ हिँड्दा होस् अथवा बाइकहरूमा गाडीहरू चलाउँदा एकदमै कायदा हुन्छ। घामको लागि हावा धुलो किराहरू पनि फुल्ली प्रोटेक्सन हुने ग्लास हो यो चाहिँ। घाममा एकदम शीतल हुने आइटम यो छ, टोटली ब्ल्याकमा। त्यस्तैमा अलिकति फरक डिजाइनको चस्मा मेट्रिक्समै यो वाला पनि आएको छ हामीसँग यो टाइपको। यसले एक्स्ट्रा छ, युनिक छ, अरूभन्दा दामी छ यो वाला पनि। अनि त्यस्तैमा मर्क्युरीवाला, अरेन्ज मर्क्युरीवाला पनि छ यो वाला आइटम। बजारमा युवा पुस्ताले जुन केटाहरूको लागि चाहिँ खतरा डिमान्डेडवाला मर्क्युरी चाहिँ यो मर्क्युरी यो वाला आइटम। अनि त्यस्तैमा कहिलेकाहीँ राति पनि लगाउँछु अनि दिउँसोमा पनि लगाउँछु भन्नुहुन्छ भने यो वाला चाहिँ चेन्जेबलवाला आइटम पनि आइरहेको छ हामीसँग। यो वाला चेन्जेबलमा दिनमा अटोमेटिक कालो हुन्छ, रातिमा अटोमेटिक वाइट। राति दिउँसो एनी टाइम लगाउन मिल्छ यो वाला। बाइकमा हिँड्दा होस् अथवा नर्मली यत्तिकै हिँड्दा होस्, जुनसुकै बेला पनि काट्दा हुने चस्मा हो यो आइटम। अनि त्यस्तैमा ब्लू मर्क्युरी पनि आएको छ हामीसँग यो वाला। ट्याक्क जुनसुकै फेसको लागि पनि ट्याक्क फ्लेक्सिबल छ, मजाले अड्डिन्छ, नर्मली खस्ने सम्भावना पनि हुँदैन यो वाला आइटम। अनि त्यस्तैमा नाइट भिजनवाला पनि छ यो चस्मा। नाइट भिजनवाला स्पेसली रातिमा ड्राइभ गर्नको लागि यो कायदावाला। जस्तै गाडीका लाइटहरूले पनि यसलाई असर गर्न दिँदैन यो वाला आइटम। अनि त्यस्तैको ब्लू मर्क्युरी, तर थोरै डिजाइन चाहिँ अलिकति फरक छ यो आइटम चाहिँ। यसमा चाहिँ थोरै सानो पल छ, यसको डिजाइन थोरै फरक छ। त्यही भएर म तपाईँलाई यो आइटम देखाउन गइरहेको छु यो आइटम। त्यसमा अलिकति फरक कलरको ब्राउनमा, कसैलाई ब्ल्याकमा लगाउँदा दिक्क लाग्छ अनि मर्क्युरी लगाउँदा पनि अलिकति रफ भए जस्तो फिल हुन्छ भने पर ब्राउनको लागि चाहिँ एकदम बेटर छ यो वाला आइटम। यो भयो मेट्रिक्सवाला स्पोर्टी सनग्लासेस। अनि फेरि अर्को आइटम छ मसँग पिटबसको। यो चाहिँ भन्नै पर्दैन, पिटबस नामै काफी छ यो वाला। सानो चिटिक्कको हुन्छ, हावा धुलो किराहरू फुल्ली सेफ्टी, स्पोर्टी सेपमै यो पनि। सानो चिटिक्कको लगाउने कस्टमरको लागि चाहिँ एकदम बेटर। यसमा कलर अप्सनहरू मसँग फरक फरक छन्। यो भयो अलिकति ब्लू मर्क्युरीमा, यो पनि छ अलिकति डिफ्रेन्ट मर्क्युरीवाला यो वाला आइटमहरू। यस्तो दामी छ यो आइटमहरू, नर्मली खस्ने सम्भावना पनि हुँदैन। अनि त्यस्तैमा ब्ल्याक मर्क्युरी पनि छ यो वाला, ब्ल्याक मर्क्युरीवाला। यसको कब्जाहरू प्लस मेटेरियल पनि एकदमै दामी छ। यहाँ लेखिरहेको हुन्छ पिटबसको। कब्जाहरू पनि एकदम बलियोवाला आइन्छ, पोलराइजवाला। अनि त्यसैमा अर्को छ यो कलरको, जुन मैले चाहिँ युज गरिने प्राय चाहिँ यही वाला हो। कलर दामी छ, एकदमै कम्फर्टेबल पनि हुन्छ। यस्तै नयाँ नयाँ भेराइटीहरू मसँग स्पोर्टी सेपमा टन्नै भेराइटीहरू आइरहेको छ। यस्तैमा चाहिएको खण्डमा हामीलाई सम्पर्क गर्नु होला। हाम्रो पसलको लोकेसन रहेको छ पृथ्वी चोक बस पार्क पोखरा, साल ट्रेडिङ कर्पोरेसनको गेटैमा। धन्यवाद।